हेलो एभ्रिवान, वेलकम ब्याक डे 12 अफ माई च्यालेन्ज। आज हामीले हजुरहरूलाई खत्रै ठाउँमा लिएर जाँदैछौँ। त्यसको लागि हजुरहरूले फुल भिडियो हेर्नुपर्ने हुन्छ। बल्ल थाहा हुनेछ हामी कहाँ गयौँ भनेर। हेलो दिदी, आज हामी कहाँ आएको अरे? कहाँ जाँदैछौँ? हामी बागलुङ बजारबाट रातमाटा पाखाथर हुँदै हामी भिरलाङखुरी भ्यू पोइन्ट जान हिँडेको। 3 तलेको उकालोमा आइयो। आधी बाटो त आइयो होला है दिदी? अब आधीभन्दा बढी आइसक्यो। हुन्छ अब ल हेर्नु सबैजना, आउनुहोस् हजुर पनि। अहिले हामी 3 तले आइपुग्यौँ। त्यहाँ नारायण सरकोमा चिया पानी खाएर हामी फेरि भिरलाङखुरीतर्फ लाग्यौँ। अब यहाँदेखि कति लाग्छ दिदी? अब 5 मिनट। 5 मिनटमा हामी त्यहाँ पुग्छौँ। भ्यू पोइन्टमा भ्यू हेर्न त आएको। आजको वेदर चाहिँ खासै राम्रो छैन, बादल लगाएको छ। भर्खर यस्तो घाम लाग्ला जस्तो छ। एकछिन भन घाम लागेर भ्यू कस्तो देखिन्छ होइन दिदी? आजको घाम लाउँछ फुल्छ हामी पुग्दाखेरि। अनि हेर्ने बागलुङ बजार भिरलाङखुरी भ्यू पोइन्ट। 3 तलेदेखि भिरलाङखुरी सिडी चढिसके पछाडि बाटोमा कन्फ्युजन भएर दिदीले फोनमा सोध्दै हुनुहुन्छ। म भने यताउताको भिडियो बनाउँदैछु। वेलकम टु भिरलाङखुरी भ्यू पोइन्ट गाइज। ल हेर्नुहोस् आजको वेदर कस्तो, बादलले पुरै ढाकेको छ। सायद यसैलाई नै भन्छन् एक्सपेक्टेसन भर्सेस रियालिटी। ल हेर्नुहोस्, अब त्यहाँ झुलाहरू राखिदिएको छ अनि हामी त्यहाँ खेल्यौँ, फोटो भिडियो खिच्यौँ र यो बादल हट्ने बेलासम्म कुर्दा फाइनली गाइज अलिअलि बादलहरू हटेर भ्यू देखिन थाल्यो। अनि त्यो भ्यू इन्जोय गऱ्यौँ। अनि यहाँ चाहिँ यस्तो कुराहरू लेखेको रहेछ के पुरै ढुङ्गामा। अब यसलाई ज्ञान भन्ने कि के भन्ने है, माने ज्ञान पनि हो, नमाने अब त्यस्तै हो। भ्यू चाहिँ यस्तो देखियो। यो कुर्दै यही 9 बजिसक्यो, बादल गएन। बागलुङ नगरपालिका वार्ड नम्बर 6 मा रहेको यस भिरलाङखुरी भ्यू पोइन्टबाट हजुरहरूले बागलुङ बजारको भ्यू यस्तो मजासँग यस्तो राम्रो तरिकाले हेर्न सक्नुहुन्छ। जुन कुरा मैले भनिरहन पर्दैन, हजुरले भिडियो हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। अझ हामी जाने टाइममा चाहिँ वेदर क्लियर थिएन, सबै बादलले ढाकेको थियो। हल्का खुलेको टाइममा पनि यस्तो राम्रो देखिएको छ। यदि हजुरहरू पर्वत, म्याग्दी र बागलुङमा हुनुहुन्छ प्लस हजुरहरूलाई हाइकिङ, सर्ट हाइकिङ मनपर्छ भने यो ट्रेल चाहिँ हजुरहरूको लागि बेस्ट हुन सक्छ। एकपटक अवश्य जानु, हजुरलाई साँच्चै नै मनपर्छ कि यस्तो राम्रो छ। टाइम पनि धेरै लाग्दैन, मात्र 45 मिनटमा बजारदेखि माथि पुग्न सकिन्छ। हामी भर्खर भिरलाङखुरीबाट भ्यू हेरेर फर्क्यौँ। बिहान आउँदा पुरै कुहिरोले ढाकेको थियो। घाम लागेर कुहिरो हट्ने चाहिँ हामी भ्यू हेर्नलाई कुरेर बस्यौँ र भर्खरै मौसम खुलेर भ्यू हेरेर हामी भर्खरै अब घरतर्फ लाग्यौँ। कस्तो भयो दिदी आजको यात्रा? एकदमै रमाइलो भयो। हामी खाना पनि खाएनौँ, अब गएर पकाएर खाने हो। 1 बजे खाना खाने। 1 बजे खाना खाने हो। आज बिदाको भरपूर उपयोग भयो हाम्रो। ल बाई। Hope you like this video. Thank you so much for watching. Bye. See you tomorrow. अनि एकछिन है, जानुस् ल एकपटक चाहिँ हेर्नलाई।